विद्यालयमा पनि भनौँ न कम्प्युटर शिक्षा, टेक्नोलोजीको शिक्षाहरू हुन्छ नि। हो, अब हामीले बच्चालाई किताब किनिदिए जस्तै एउटा डिभाइस त किनिदिन्छौँ। हो, त्यसमा चाहिँ लिमिटेड एक्सेस गराइदिनुपर्छ जस्तो लाग्छ। त्यो टिचरले नै पासवर्ड राख्ने अथवा के हुन्छ, लिमिटेड एक्सेस गराउने र सर्टेन बच्चाहरूको लागि आवश्यक कुराहरूको चाहिँ एक्सेस छोडिदिने। अन्यको हिसाबमा चाहिँ प्यारेन्टको एक्सेसमा कन्ट्रोलमा रहने। जस्तो बच्चाले कुनै अनावश्यक चिजहरू लगइन गर्न थाल्यो, हेर्न थाल्यो भने त्यो प्यारेन्टकोमा नोटिफिकेसन जाने खालको त्यो खालको बनाइयो भने त्यो चाहिँ प्यारेन्ट र टिचरको सहकार्य हुनुपर्छ होइन। अनि आफ्नो बच्चाले कुनै गलत काम गरेको छ कि भन्ने खालको अब प्यारेन्टले पनि वर्क प्लेसबाटै पनि थाहा पाउन सक्छ नि त। अनि भरे बच्चालाई सम्झाउन सक्छ। यस्तो खालको चाहिँ एउटा मोनिटरिङ सिस्टम डेभलप गर्यो भने चाहिँ बच्चाहरूलाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ जस्तो लाग्छ मलाई।